हामीले चाहिँ गाई पैसा हामीले के साटेको थियौँ त्यो सक्यो यहाँ नेपाली पैसा चल्दैन अनि त्यसपछि हामी चाहिँ फेरि पैसा साट्नु नै झिक्नु जाँदैछौँ धेरै दिन पछाडि फेरि हात यस्तो गरेर हात गल्यो मेरो हात गल्यो थ्याङ्क यू तपाईँको न्यू पन्च हामीले यो चाहिँ कहाँ किनेको माथि दार्जिलिङको स्टेसन आउने बेलामा हात गल्यो दार्जिलिङको रेल यहाँ आवाज आयो यो चाहिँ रेलको पैदल यो त भित्तामा घर छ त हामी चाहिँ दार्जिलिङमा छु अब हामी रेल चढेर जाने हो गोर्खापल्टन देख लो गाइज कितना सुंदर प्यारा सा शहर है यो रेस्टुरेन्ट जस्तो छ है जस्तै छ त रेल जस्तै छ त ए रेलभित्र खाजा खाने ठाउँ रेलभित्र खाजा खाने ठाउँ बेबी कस्तो फिल भइरहेछ तपाईँलाई मलाई भोक लागे जस्तो फिल भइरहेछ कस्तो बाफी किन बत्ती पिलिक भएको हजुर माया नमार सास फेरि लेखेको यसो गर्नु जहाँ हो गाइड कहाँ छौ बे तिमी टी गार्डन कहाँको दार्जिलिङ तपाईँको अघिको बोली भन्नु है अहिले त्यसो नहुन न लाज पानी त सिमसिम परिरहेको रहेछ है आहा अलिक खुल्लेछ तलसम्म देखेछ नि अघि त उप भइरहेको थियो नि बेबी हजुर मलाई यहाँको के मन परेको भने नि कस्तो यो भिडमा मान्छे कस्तरी म्यानेज गरेर बसेको के भनेको यहाँको यस्तो ठाउँमा नत्र बस्ती साह्रै हुन्न तर यस्तो भिडमा पनि तर कस्तो विकास क्या भनेको डेभलप पनि गरेको छ अनि ब्युटी पनि उसको बिगारेको छैन क्या ओके म्यानेज गरेको क्या यस्तो यो भिडमा चियाबारी यस्तो बस्ती पनि हो ठ्याक्क मेरो फोटो यतिकै भिडियोमै आहा छाता पनि भुइँमा राखेर राख न त दामी देखिरहेको थियो माथि कुदेर आओस् यस्तरी तर खासमा यो जाडो होइन नि यो मलाई चिसो मात्रै लागेको यो रातो माटो चाहिँ मलाई गाउँघरको माटो ए चिप्लो बाटो ए लड्दै पढ्दै यो रातो माटोको चाहिँ मलाई गाउँघरको याद आउँछ हामी पाहाड जाँदा यस्तै माटो हुन्छ अनि चिप्लिँदैनौँ हामी तर कता जान्छौँ बेबी यहाँको चिडियाखाना चाहिँ भोलि मात्रै खुल्छ रे आज बन्द आज त कहाँ पर्छ नि ए त्यो उस चढ्नु रोपवे चढेर चाहिँ दार्जिलिङको भ्यू माथिबाट बिहिबार चाहिँ दार्जिलिङ बन्द हुँदो रहेछ गाइस त्यही पनि मान्छेहरू चाहिँ भिड थियो बजार चाहिँ उत्तिकै होइन दार्जिलिङको रोड चाहिँ मलाई सानो लाग्यो अनि गाडीहरू बेसी अनि अनि मान्छेहरू ठिकै हो त्यस्तो भिड त होइन रोड सानो भएर त्यस्तो भएको होला रोड कति सानो के तर अनि हाम्रो सजेस्ट चाहिँ के छ भने दार्जिलिङ आउँदा इन्डियन पैसा चाहिँ अलिक धेरै सारेर ल्याउनु होइन अलिक हिजो हामीलाई के अरे पशुपतिनगरमा चोकमा साटिदिन्छ इन्डियन नेपाली पैसा रहेछ है पैसा चाहिँ त्यो ठाउँमै साटेर आउँदाखेरि दार्जिलिङ घुम्दाखेरि नत्र यहाँ चाहिँ नेपाली पैसा केही चल्दैन अनि न्यानो लुगा ल्याउनु त्यो चाहिँ हो मेरो सुटकेसमा एउटै तातो कपडा छैन सबै समरको कपडा कसले समर हेरेको थियो बेबीले नै हेर्नु भएको थियो समर हुन्छ भनेर तर कुनको बेबी छाता बोक्दिनु अनि त्यसपछि यो ज्याकेट यो सब यहाँ आएर किनेको उहाँहरूले लाउनु भएको पनि हामीले हात दुख्यो के छिन् ल
अनि हामीले त समरको कपडा मात्रै सुटकेसमा बोकेको, दुईजनाकै विन्टरको कुनै सामान थिएन। अनि झुक्कलमा एउटा टोपी, मेरो व्हाइट टोपी जुन चाहिँ म अरू बेला पनि लाउँछु, अनि त्यो व्हाइट टोपी चाहिँ मैले घरबाट बोकेर ल्याएको थिएँ। अनि मैले चाहिँ दार्जिलिङमा पनि सपिङ गरेँ। मेरो चाहिँ दसैँ लाग्यो नि। मेरो चाहिँ एक प्रकारको नलिएर नै ठिकै भयो, नयाँ कपडा थप्यो। अनि त्यसपछि यो पनि हिजो मैले दार्जिलिङ बजारमा किनेको। यस्तो हुँदो रहेछ, प्राइस डिफ्रेन्स चाहिँ खासै हुँदैन रहेछ होइन, उस्ता उस्तै हुँदो रहेछ। अनि घटाउनु पनि मिल्छ, बार्गेनिङ पनि गर्नु मिल्छ। तर त्यस्तो हुन्छ नि, अब हामी आफू बसिरहेको लोकल एरियादेखि बाहिर जाँदा ठग्छ होला, महँगो हुन्छ होला भनेको त्यस्तो हुँदैन। लाइक चलिआएकै रेटहरू हुन्छ लोकल एरियामा। अनि त्यही हो। तर यो अलिअलि म बोल्दैनहरू क्लिन हुँदैछ क्या। त्यसलाई कन्टेन्ट पनि छ्याङ्गै हुन्छ हो, दामी हुन्छ नि त्यति बेलामा। त्यति जाडो पनि चढिहालेको हुँदैन कि। घरमा के छ खेती? घरमा केही छैन, घरले पुरिसक्यो। अन्त के गरे खानु? अब त खोइ के गरेर खान्छौ। पहिला त फल्थ्यो भने रोपे जति सबै फल्थ्यो। अहिले त घर मात्रै छ, काम गरेर छोडिहाल्यो। अब त्यो घरले के फल्छ र? हामी हो श्रीमान सिंह हजुर। ए देखिन्छ है। हामी चाहिँ लाग्यौँ के गर्नु भएको बेबी तपाईँको बेबीहरू ए को हो बहिनी होइन, हामी चाहिँ श्रीमान श्रीमती बेबी ए बेबी तिमी मेरो बेबी हो। यस्तो मौसममा एउटा गीत गइदियोस् न, तपाईँ कस्तो राम्रो गाउनुहुन्छ प्लिज प्लिज। डाँडैमा बसेर जिस्काउनु पर्दैन। खोइ त है गले अन्नायमा अब गले यहाँ कलेज देखिँदो रहेछ, यहाँबाट देख्दैन होला। यो चाहिँ के अरे एनपी कलेज नर्थ पोइन्ट मे हुनाको सुटिङ यहाँ भएको थियो अरे गाइज। यहीँ हो न तुमको लिए यो चाहिँ लाइन सबैभन्दा अन्तिममा चाहिँ हामी दार्जिलिङको रोपवे। 1968 मा बनिएको रहेछ सुरुमा, अनि 1998 मा चाहिँ फेरि रिफर्म गरेको रहेछ। अनि 2002 मा चाहिँ स्टप यो क्लोज डाउन भएको रहेछ। किन थाहा छ? किन 4 जना टुरिस्ट मरेछन् त्यहाँनिर। कसरी खै त्यो चाहिँ कसरी डर लाग्यो। अनि क्लोज डाउन भएर फेरि 2012 बल्ल रिओपन भएको। झ्यालबाट निस्क्यो होला नि त। खै कसरी डर लाग्यो? डर लाग्यो? तिमी डराएको देखेर चाहिँ डर लाग्यो मलाई। तर केही सिन त देखिएन। त्यही त गहिरो लागेर सिन नदेखेको कारणले लेभल 7 र 8 मा एउटा। किन मलाई चाहिँ 7 मनपर्छ, तर दिलले भनिरहेछ 8 हुनसक्छ। किन Oh my God. म त ज्योतिष हो कि क्या हो? त्यही त डर लाग्यो। साँच्ची मैले भित्र मनले चाहिँ भनेको थियो 7-8 भन्छ त सुरुमै, गन्दै बसेको जस्तो। होइन छैन, ऊ मान्छे ट्रेकिङ गर्नुलाई आइरहेको रहेछ यहाँ। हो घाँस काट्नु गएको। यसको बसाइ चाहिँ यस्तो छ है। मेरै हातले छिलेछ। पलेन्टी कसेर मेरो नि अब मोमोस। तपाईँ र यो ढुङ्गाको एउटै कलर हुन आँट्यो। हो र? अब ढुङ्गाको छोरोको कलर ढुङ्गासँग नमिलेर पहाड पर्वत जन्मेर ठुलो छ कि मैले बाटोमा गाडी आउँछ, यस्तै स्पिड आउँदो रहेछ गाडी पनि। यो चाहिँ हामी के ढुङ्गा हो थाहा भएन जाँदैछौँ। के ढुङ्गा हो?
मिठाई हुँदो रहेछ गाडीमा यहाँ चाहिँ मोमो पाउँछ जस्तो छ है बन्द छ हो छैन त अहिले खुल्दैन जस्तो छ अनि किन अब हामी चाहिँ के गर्नु कस्तो डेन्जर रहेछ नि मुनि त मोबाइलबाट देख्दैन के उताबाट चाहिँ यो कोप्चामा जानु मिल्दछ क्या वेटिङ अब हामी यहाँ है बेबी लन्च टाइममा आइपुग्यौँ बन्द छ अहिले नि लन्च टाइम हजुर अहिले हामी यो के गुम्बा हो सरी यो चाहिँ के गुम्बा भन्नाले मलाई थाहा भएन यहाँ छ कि देख्नु हुँदैन होला यो चाहिँ ठिक्क हामी लन्च टाइममा आइपुगेछौँ अनि त्यसपछि हामी चाहिँ अहिले अर्कै गुम्बा अथवा अर्कै ठाउँ जाँदैछौँ अनि यो फर्किँदा चाहिँ यहाँ बस्नु लागेको त्यस्तो मेरो भाइले यो भिडियो देख्यो भने मलाई मार्छ तपाईँले बोल्नु आउँदैन नर्मली बोल्नु न लाइक नेचुरल तपाईँ कस्तो अड्किनुहुन्छ अथवा बोल्नै आउँदैन भन्छ होइन अनि मलाई अप्ठ्यारो लाग्छ कि क्यामेरा खोलेपछि सो अब हामी नेक्स्ट लोकेसन जाँदैछौँ भएको तपाईँ हामी चाहिँ टाइगर हिल चाहिँ आइपुगेको यही हो टाइगर हिल यहाँनिर ब्यानरमा अनि फोटोसोटो खिच्ने ठाउँ नि तल छ अनि हामी चाहिँ यतिसम्म भएको यहाँ चाहिँ खास चाहिँ मन्दिर आएको हो क्या यहाँ त पोखरी छ त है खासमा जुत्ता चप्पल राख्ने ठाउँ भनेको यहाँ चप्पल बाहिरपट्टि हेरौँ न अब भित्र न त पोखरी रहेछ त्रिशुल रहेछ पोखरीभित्र होइन शिवलिङ्ग होला यहाँ चाहिँ खासमा सनराइज हेर्नु आउने ठाउँ अनि यो मध्य दिउँसो आएर के हेर्नु त्यो पनि कुहिरो लाग्यो गाइस म चाहिँ मेरो बुढीसँग छु पानीमा हिँडेको यसले पनि बेलुकाको लागि रासन किन्न हिँडेको अहिले चाहिँ खानेकुरा रुममा लिएर खाँदैछौँ अनि आजको दिन एकदम रमाइलो भयो अब भोलिको दिनको लागि एक्साइटेड छु